छोरी बियानाको अन्नप्राशन कार्यक्रम सम्पन्न गरियो। यो चाहिँ जनवरी 13, 2024 मा हो। बियाना जन्मिएकी थिइन् अगस्त 21, 2023 मा। उनको अन्नप्राशनको कार्यक्रम गरिएको जनवरीमा। अन्नप्राशनमा त्यस्तो विशेष खालको कार्यक्रम त गरिएन, तर विधि पुर्याउने, केही धार्मिक विधि पुर्याउने र केही यो रिचुअल अथवा परम्परा वा संस्कृतिका हिसाबमा पुर्याउनु पर्ने विधिहरू पुर्याइयो। हामीहरू एक किसिमले सबै रातो ड्रेस लगाएर एउटा फोटोको हिसाबमा चाहिँ हामीले जस स्मरण रहोस् भनेर हाम्रो ड्रेसलाई चाहिँ मिलाएर सबैले रातो ड्रेस लगाएका थियौँ। यो चाहिँ हामीले क्यानाडाको मिसिसागाको 7405 गोरवे ड्राइभमा मनाएका हौँ, जुन चाहिँ हाम्रो एउटा अविस्मरणीय क्षण पनि हो। बिहानलाई चाहिँ अब राम्रो भविष्यको शुभकामना भन्नु पर्यो। सुन्दर रहोस्, हामीलाई सधैँ खुसी दिनु, तिमी पनि खुसी रहनु, स्वस्थ रहनु।